हेत्तेरिका रिजल्ट त विथेलमा आएछ, एक्जाम त राम्रै भए जस्तो लाग्छ। धेरै कारणहरू हुन सक्छ रिजल्ट विथेलमा आउने। एउटा कारण तपाईको अटेन्डेन्स नभएर पनि हुन सक्छ। परीक्षा हलमा तपाईको अटेन्डेन्स हरेक दिन लिने गरिन्छ। कहिलेकाहीँ तपाईँ शौचालय गइरहेको बेलामा अथवा तपाईँ ढिला पुगेको अवस्थामा अथवा तपाईँ कुनै काममा व्यस्त भएको कारणले गर्दाखेरि तपाईको अटेन्डेन्स छुटेको हुन सक्छ। त्यो राम्रोसँग विचार गर्नु होला। हुन त परीक्षा हलमा बस्नुहुने शिक्षक शिक्षिकाहरूले तपाईको अटेन्डेन्स राम्रोसँग लिनुहुन्छ, तर पनि कहिलेकाहीँ यो अवस्था पनि आउन सक्छ कि तपाईको अटेन्डेन्स छुट्न जान्छ। त्यसकारणले गर्दाखेरि तपाईँ परीक्षामा बस्दाखेरि तपाईको अटेन्डेन्स भयो कि भएन त्यसलाई पनि ख्याल राख्नु होला र परीक्षा सकिनुभन्दा अगाडि यदि तपाईको अटेन्डेन्स भएको छैन भने त्यहाँ उपस्थित इन्भिजिलेटर टिचरहरूलाई गएर जानकारी गराउनु होला। तपाईको एसई परीक्षा राम्रो हुनेछ। अल द बेस्ट।